हेलो एभ्रीबडी, आज चाहिँ हामी त्यही बास्कोला झर्ना गइरहेको हो। यो चाहिँ हामीहरू लगभग 5-6 पटक गइसकेको ठाउँ हो है। अनि त्यो ठाउँमा चाहिँ आज हामी तपाईहरुलाई धनगढीदेखि कसरी जाने, सबै ठाउँदेखि चाहिँ कसरी पुग्ने भनेर चाहिँ म देखाउन गइरहेको छु। एउटा छोटो रुट टक्क दामी ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्नेछौँ गाइज। दिस इज आवर ट्रेकिङ ग्रुप। हाम्रो गाउँको सबै हामी दाइ भाइहरू चाहिँ गइरह हो। दाइ भाइ दिदी बहिनीहरू introducing our new star. So this is our बनबेडा बजार। यहाँबाट चाहिँ 1 किलोमिटर तल दैदारी आउँछ। त्यहाँदेखि चाहिँ हामीले माथि जानुपर्ने हुन्छ। हामीले उत्तरतर्फ अमर स्कुल नजिकै छ बनबेडा बजारनिर है। दिस इज द ल्यान्डमार्क। यो चाहिँ हामी ठ्याक्क बनबेडाबाट अलिकति तल झऱ्यो भने चाहिँ यो हाम्रो दैदारी गाउँ आउँछ होइन। दैदारी जाने बाटो यहीँबाट चाहिँ हामीले भित्र छिर्नुपर्ने हुन्छ साथीहरू। सो गाइज तपाईहरु देख्न सक्नुहुन्छ हामीले चाहिँ यहाँबाट टक्क नर्थ लाग्नुपर्ने हुन्छ, नर्थ साइडतिर। अनि यो चाहिँ दैदारी गाउँ हो। यहाँबाट चाहिँ लगभग हामीले 1-1.5 घन्टाको चाहिँ ट्रेक गर्नुपर्ने हुन्छ। अनि चाहिँ हामीले हाम्रो त्यो डेस्टिनेसनमा पुग्छौँ है। ओके, दैदारीदेखि सिधा आएर चाहिँ हामीले एउटा यताउति कुनै पनि ठाउँमा डाइभर्ट हुनुहुन्न साथीहरू। सिधा गयो भने चाहिँ हाम्रो यहाँनिर एउटा स्कुल आउँछ। त्यहाँबाट चाहिँ हामीले फेरि लेफ्टतिर लाग्नुपर्ने हुन्छ। सो हिँड्दै यहाँनिर एउटा पसल आउँछ। अनि त्यसपछि एउटा स्कुल अनि पानी ट्याङ्की। हामीले यहाँबाट यस्तो माथि जानुपर्ने हुन्छ। यहाँनिर चाहिँ साथीहरू हाम्रो किनमेल भइरहेको छ। यो अन्तिम पसल भएर होइन हामीले अनि खानु चाहिँ नास्ता। तपाईहरु चाहिँ बाइक राइडमा आउन चाहनुहुन्छ भने तपाईहरुले बाइक चाहिँ यहीँ राखेर यहाँदेखि चाहिँ ट्रेकिङ टक्क हिँड्दै जान सक्नुहुन्छ। सो दिस इज आवर अर्डर। यो चाहिँ हाम्रो मासु हो, तन्दुरी चिकन। यो पानी ट्याङ्कीको त्यहाँनिर चाहिँ बाटो हुन्छ साथीहरू। सो वी हेभ टु टेक दिस रुट। सबैजना हाम्रो यो स्क्वाडमा ह्यान्सी, चिल्ला अनि गिटारिस्टहरू अनि बिटियासहरू सबै छ हाम्रो। डोन्ट टेक दिस रुट, गो हियर। टक्क यस्तो पास आउँछ यहाँनिरबाट होइन। यो चाहिँ यहाँनिर एउटा सामुदायिक वन र अर्को सामुदायिक वन चाहिँ छुट्टाएको एरिया हो होइन। सो गाइज हियर वी जस्ट निड टु गो स्ट्रेट। अनि त्यसपछि लगभग 10-15 मिनट चाहिँ यो जङ्गलको बाटो हिँड्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ शिवगङ्गा नदी ठ्याक्कै भेट्छौँ हामीले। त्यसको किनार हुँदै हामीले हिँड्नुपर्ने हुन्छ। त्यो एउटा सानो नाला तर्ने त्यही फेरि एउटा यस्तो सानो अर्को नाला आउँछ। यो चाहिँ तरेर हामीले जानुपर्ने हुन्छ होइन। यो त पहिले हो दाइ। म यस्तै सानोतिनो ल्यान्डमार्कहरू दिइरहेको छु गाइज। तपाईहरुले चाहिँ यति कुरामा ध्यान दिनुपर्ने हुन्छ। त्यसपछि खोला आउँछ, नदी आउँछ। नदीको किनार हामीले गयो भने हामीले ठ्याक्कै आफ्नो डेस्टिनेसनमा हामी त्यहाँ चाहिँ पुग्छौँ। ओ गाइज यो चाहिँ हाम्रो खाना हो। ल ठिक छ, अब हामी यसरी जाँदैछौँ। ब्याक क्यामेरा कसरी हो गर्नु आई डोन्ट नो। यो हो क्या हाम्रो ग्रुपको अलि बलवान केटाहरू चाहिँ यहाँनिर थाके गाइज। अब चाहिँ
एकदम सिनहरू यस्तो दामी दामी आउँदै आउँदै जान्छ है मजा आउँछ अब चाहिँ थकाइ लाग्छ त्यही पनि अगाडिको दृश्यहरू हेर्दै जाँदाखेरि चाहिँ एकदम खुसी एकदम एक्साइटमेन्ट चाहिँ आउँछ यतिको एकदम फ्रेस वाटर चाहिँ यहाँ देखिन्छ है एकदम फ्रेस क्रिस्टल क्लियर लेडिजहरूसँग आयो भने चाहिँ यो प्रब्लम यिनीहरू हिँड्नै सक्दैनन् हाम्रो केटाहरू उता कहाँ पुगिसक्यो सो अहिले चाहिँ 10 बजे गाइज हामी चाहिँ 8 बजे घरबाट हिँडेको हो अब 2 घन्टा भयो हामी हिँड्न थालेको अझै फेरि हाफ आवर जति लाग्छ होला 45 मिनट 30 मिनट जति लाग्छ यहाँबाट चाहिँ हेरौँ अब के हुन्छ दिस इज सेतो माटो यसलाई चाहिँ किमोडो भनिन्छ होइन हाम्रो यतातिर चाहिँ के हुन्छ भन्दाखेरि तराईको कच्ची घरहरूमा यो सेतो माटोले चाहिँ लिप्यो भने टक्क सेतो देखिन्छ एकदम प्लस्टर टाइपको घर देखिन्छ कि एकदम राम्रो जस्तै दिपावलीमा चाहिँ पहिले हामीहरू नि लिन आउँथ्यौँ अब चाहिँ कन्क्रिटको घर बनिसकेपछि सबै यो चिजहरू चाहिँ रिप्लेस विस्थापित भइसक्यो है अलि नरमाइलो चाहिँ लाग्छ अलिकति पहिले दसैँहरू आउँदाखेरि हामी माटो लिन आउँथ्यौँ यताउति अलग्गै भाइब हुन्थ्यो अब चाहिँ त्यस्तो छैन लगभग हामी पुग्न थाल्यौँ आधी जति अझै बाँकी छ भनौँ 1 घन्टा जतिको बाटो अब बाँकी पुगेपछि देखाउनेछु ल बाई एकजना मान्छे भेटाएको थिएनौँ है हामीले चाहिँ भर्खरै एउटा बाख्रा चराउने मान्छेहरू देख्यौँ उहाँहरू चाहिँ यता खर्क भन्ने हुन्छ गोठ बनाएर बस्छन् है दिस इज कल्ड मिका होइन यो चाहिँ यता हाम्रो नेपाली मार्बल हो एकदम टिकाउ हुन्छ यो चाहिँ दिस इज कल्ड कोइल गाइज यसरी चाहिँ यो डिपोजिसन हुँदाखेरि प्लान्टहरू यताउति मरेर एकदम वर्षौँपछि चाहिँ यस्तो बन्छ क्या कोइला यसरी हाम्रो चुरे महाभारतहरूमा यस्तो कोइला खाइन्छ तर के गर्ने हाम्रो देशले अहिलेसम्म यो युटिलाइज गर्न सकेको छैन माटो यार दुधे माटो सो गाइज हामी चाहिँ यस्तो यो ठाउँमा चाहिँ पुग्यौँ भन एकदमै अलिकति थकाइ लाग्यो जस्तो पनि भइसक्यो अब चाहिँ फेरि लाग्छ होला 20-25 मिनट जति लाग्छ होला है एक्ज्याक्ट टाइम चाहिँ त्यति खासै थाहा भएन किनभने यो नदीले चाहिँ वर्षेनी बाटोहरू यस्तो कटान भइरहेको हुन्छ अनि बाटोहरू चाहिँ यस्तै गाह्रो हुन्छ कि त्यही भएर चाहिँ अलिकति टाइम कसैलाई बढी कसैलाई कम लाग्न सक्ने हुन्छ अब यहाँदेखि चाहिँ एकदम मनोरम दृश्यहरू देख्न सकिन्छ पानीको कलकल आवाज आउँछ अनि त्यसपछि शीतल हावा बग्न सुरु हुन्छ अनि त्यसपछि हाम्रो यो चुरे पहाडहरू चाहिँ एकदम दामी देखिन्छ अनि त्यसपछि टक्क सेतो चट्टानहरूले एकदम झन् मनमोहक बनाउँछ के मजा लाग्छ जे भयो भने पहाड पुरा कतै मनाङ मुस्ताङ घुमे जस्तो फिलिङ आउँछ हेर्नु तपाईँहरू आफै
यता चाहिँ केराको बोटहरू छ अनि खरको उता गोठहरू देख्न सक्नुहुन्छ। यो चाहिँ गोठ हो। यहाँ चाहिँ गोठालाहरूले चाहिँ आफ्नो गोठहरू बनाएको हुन्छ अनि यहीँ नजिकै हुन्छ कि हाम्रो गाउँदेखि मान्छेहरू आएर यता गोठहरू लगाएर चाहिँ गाई बाख्रा वस्तुहरू चाहिँ चराउने काम अनि यतै पालन पोषण गर्ने काम गर्छन्। हिँड्दै हिँड्दै आयो गाई सबै थै लगाएर यता रेस्ट गर्दैछन्। उता पनि अघिल्लो वर्ष हामी यही समय आउँदाखेरि चाहिँ यति धेरै चेन्ज चाहिँ छैन है। यो वर्ष चाहिँ अलिकति बेग्लै लगाइरहेछ। यो बाटोहरू चिन्नै गाह्रो हुन्छ, त्यसैले नदीको बाटो चाहिँ चिन्नै गाह्रो हुन्छ। अब आउँछ तब आउँछ भन्दै आउँदैन साथीहरू। अब चाहिँ आउनु पर्ने हो। थकै लागेर सबै पछाडि बसिसकेँ। अगाडि चाहिँ मै हो लिडिङ गरेर आएको अहिले। तर जे भ्यू चाहिँ मजा, एकदम मजा। अब हामी तराईमा बसेको मान्छेलाई चाहिँ एकदम राम्रो लाग्छ नि त। पाहाडमा बसेकोलाई चाहिँ दिस इज नर्मल डे। यो चाहिँ एकदम सामान्य दिन हुनसक्छ। सर्प देखि नि मैले आम्मामा एकदम ठुलो सर्प थियो यार। ओ भाइ इट वाज सो म्यासिभ गाइज। इट जस्ट टुक माई ब्रेथ अवे। मेरो सास नै लगिदियो यार, यस्तै ठुलो सर्प। यु हेभ टु बी केयरफुल हियर। रातो गाउँबाट गाइज सर्प भाग्यो अहिले। पुग्यौँ गाइज हामी। बल्ल पुग्यौँ। त्यो चाहिँ है हाम्रो गाइज। हामी चाह्यो भने चाहिँ होइन त्यही रोकिन सक्थ्यौँ होला, बट अलिकति कुनै लक्ष्यमा पुग्नु अलिकति रमाइलो लाग्छ है। अलि राम्रो नि छ यहाँनिर। आहा त्यस्तो स्पेसल नभए नि बट अलि मजा नै आउँछ। यहाँ पानी अब एकदम फ्रेस वाटर हुन्छ। यो पानी पिउँदा नि हुन्छ। अब हामी यहीँ विश्राम गरेर यहाँ स्विमिङ गरेर एकदम रमाइलो गर्नेछौँ गाइज। वाह छुट्टै मजा अब यहाँनिर। ओ माई गॉड यति गहिरो छ नि गाइज। यो तपाईँहरूले चाहिँ यसो स्विमिङ गऱ्यो भने चाहिँ मेरो भिडियो मेरो भिडियो चाहिँ कसैले हेरेर आउने होइन। त्यही नि यदि केही परिगयो भने चाहिँ के हेर्नु यस्तो गहिरो छ, एकदम गहिरो छ। बी केयरफुल वाइल स्विमिङ। पानी माथिबाट हुँदै खाने एकदम क्लियर पानी हुन्छ। वाह एकदम चिसो हावा आइरहेछ यार। यता हाम्रो साथीहरू पनि पुगिसके। It's time for eating. उता केटाहरू चाहिँ स्विमिङ नै गरिरहेछन् अहिले। त्यही पानी पिउनु पर्ने हुन्छ हामीले, त्यही भएर तिनीहरू चाहिँ पानी भर्न गइरहेछन् त्यहाँ त्यो वाटरफलमा।
राहत बाँड्दै एक युवक सर दिनुहोस् मलाई राजा 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 जय हस्त एउटा अर्डर चाहिँ छुटेछ है 19 जना हामीले चाहिँ 18 काउन्टिङ गरेको थियौँ द्याट्स वाइ यो एकजना चाहिँ कम परेछ हामी चाहिँ सेयरिङ गरेर यस्तो बेरुवा खाइरहेछ बिचरा भर्खरै 1 बजे साथीहरू हामीहरू 11 बजे चाहिँ यता पुगेको थियौँ नास्ता खाएर स्विमिङ गरेर एकछिन उता फोटो सेसन गरेर टक्क रमाइलो भयो होइन अझै फेरि स्विमिङ गर्न गइरहेछ म चाहिँ आई डोन्ट नो गाइज आज चाहिँ टाइम यस्तो ढिलो बित्यो जस्तो लागिरहेछ अब एकछिन बचपनको अलिकति यादगार काम गर्नु पर्यो आज टक्क यस्तो गर्यो सर ओ माई गड कति माथि पुग्यो यार सो गाइज हामीलाई चाहिँ एकदम इनफ टाइम मिल्यो होइन यता स्विमिङ गर्न फोटो सेसन गर्न नाचगान गर्न एकदम इनफ टाइम मिल्यो त्यो बिचमा चाहिँ त्यति खासै देखाउनु पाएन किनभने यो मोबाइलको स्टोरेज चाहिँ फुल भइसकेको थियो अब यता केटाहरूको फेरि फोटो सेसन चलिरहेछ अब चाहिँ हामीले लाग्नुपर्ने हुन्छ अहिले 2:22 भयो हामी चाहिँ अहिले 2:30 बजीसम्म चाहिँ निस्किसक्नुपर्छ यहाँबाट 3 बजी निस्किने भनेको थियौँ तर एकदम आज चाहिँ टाइम भयो क्या त्यो भएर एकदमै सुन्दर छ कलकल कलकल आवाज आइरहेछ आई थिङ्क मेरो आवाज नै सुनिरहेको छैन होला डिस्टर्बेन्स आइरहेको छ होला सो अब चाहिँ जाने टाइम भइसक्यो साथीहरू एकदम सुन्दर ठाउँ छ मस्ट भिजिट एकदम हाम्रो नयाँ नजिक ठाउँ हो होइन सो दिस इज द मस्ट भिजिट प्लेस नियर बाई धनगढी This is our group. कस्तो फिल भइरहेछ अमर बहुत खतम मलाई मजा आने कुरा आजको क्यामेराम्यान हो आजको मलाई मजा आएन सीधा कुरो जनतासँग तो उसमें मेरा क्या फाइदा फाइनली हामी चाहिँ जोइदारीमा आइपुग्यौँ त्यसरी बाख्रा चराएर टक्क गोठालाहरू चाहिँ घरतिर जाँदै गरेको अवस्था दृश्य मनोरम दृश्य आइज घर जाँदा यस्तो मिठो चटपटे पाइयो ल्याम 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 कृपा पञ्चको कृपा फाइनली घर पुग्दैछौँ अब हामी जान लाग्यौँ